मान्छे त ल 1 जना 2 जना 3 जना 4 जना 5 जना 7 जना 8 जना जनाले नातिकिन जाऊ नातिकिन गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि त्यो जान पाएन त्यो बहिनी बल्ल भए ढोकामा आन्टी त्यही आन्टीले बचाएको 2-3 जना खस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार ओ लास्ट यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी यत्रो बेरसम्म थामेको लाइथिन् यार नकरा भयो तिनी हाम फाल सक्दिन यत्रो बेरसम्म थामेको पछि हाम फाल्न आएछन् तिनी लेडीजले यत्रो सक्छ हैन अब पौडी खेल्न आउने पानी है अलि सिसाबाट नि गएन पानी पानी कम भयो सिसाबाट नि गएन के सिसा जोसुकीले फेरि स्काभेटरले बसको हाम्रो दाजुले दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नानी पर दिन त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो तर छिटो गर्नु न पानी बढिरहेको छ यो पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनायक सभाको डाइभर्सनबाट चाहिँ बस बजार गएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न सकेनौँ